clear view from Kenya. You guys can see after heavy rainfall throughout the night. घुस्रेपछि फुलेको कन्यामको दृश्य पूर्वको पर्वतीय यो ठाउँ कन्याम यो चाहिँ सिरी अन्त आउँदाखेरि गाडीहरू बाइकहरू पार्किङ गर्ने ठाउँ त्यसपछि यो मेन गेट यहाँदेखि उकालो चढ्नुपर्छ कसैलाई अब घोडासोडा चढ्नु मन लाग्यो भने यहाँ घोडाहरू छ जङ्गलको बाटो लगभग 20 मिनट 25 मिनट हिँड्नुपर्छ यहाँदेखि आजको यात्रा श्री अन्धु डाँडाको तर आज मौसमको कारणले गर्दाखेरि घाम चाहिँ उडाउन पाएन सबै हुस्सु लागिरहेको छ सबै निराश छन् आज घुम्न आएका आन्तरिक पर्यटकहरू के अरे सोझे जसो खोजे जसो नआए पनि होइन झुक्केर बिस्तारै लुकी चाहिँ यतिको निस्किँदैछ त्यही त कस्तो खालको सुन फेरि उयो गाडी जुन रहेछ बिहान आउने Guys, we are back from Siantu. चिटिक्क परेको घरहरू चाहिँ हामीले देख्न सक्छौँ दार्जिलिङ बजार यो दार्जिलिङको चौरास्ता हुने ठाउँ हाम्रो पोखराको लेक साइड भनेपछि अहिले रामनवमी चलिरहेको रहेछ
इच्छा लोभ भइगएर हामी दार्जिलिङसम्म पुग्यौँ होइन। त्यही कारणले गर्दा हाम्रो जुन दिनको यात्रालाई 3 दिन लगभग लाग्यो। हामी हिजो राति बेलुका फर्किन सक्थ्यौँ, तर हुलसुल आएको कारणले गर्दा बाटो हेर्नलाई अलिकति हामीलाई अप्ठ्यारो हो। त्यही कारणले गर्दा हामी कन्ट्याक्टमा बसेर अनि केही 2-4वटा फोटो सेसन गरेर अहिले हामी धरान हाम्रो घरको यात्रा हाम्रो सुरुवात गरिएको छ है। अब बिचमा केही राम्रो दृश्यहरू आयो भने हामी अपडेट गराउँदै जाँदैछौँ भन्दै अहिलेलाई के भन्छ 2 शब्द के यत्रो